त्यही परिस्थिति हुन्छ होला तर always present yourself before the Lord. परमेश्वरको उपस्थितिमा आफूलाई ल्याउनको लागि नि कहिले पनि पछि नहट्नुहोस्. रुनुहुन्छ रुनुहोस् परमेश्वरको उपस्थितिमा. Place of prayer. परमेश्वरले सुन्नुहुन्छ. जब प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्नुभयो नि प्रार्थना सिकाउनु भयो नि के भन्नुभएको छ? हे हाम्रा पिता. कसरी प्रस्थान दिनुभएको छ? कसलाई भन्नुभएको छ? हे हाम्रा पिता. When you go before the Lord, go with the consciousness that He is hearing. Our Father, your Father, my Abba. मेरो बाबाले सुनिराख्नु भएको छ. So when you go before the Lord, tell Him everything that you wanted to say. नझिकझिकाउनुहोस्. Don't hesitate. जब तपाईँ वर्दी नै फिल गर्नुहुन्न नि just go. Shamelessly जानुहोस्. तपाईँ बाबाको उपस्थितिमा गइराख्नु भएको छ. शरम नमान्नुहोस्. You're going before your Father who is compassionate. कति धेरै प्रेम गर्नुभएको छ कि तपाईको लागि जीवन दिनको लागि तयार हुनुभएको थियो. So when you go before the Lord, don't hesitate. बाबा मैले त कति धेरै गल्ती गरेको छु, सिन गरेको छु. Yes, तपाईले गल्ती गर्नुभएको छ. And only He can forgive you. No one can else. अरु कसैले पनि forgive गर्न सक्दैन. But who? Our Abba. बाबाले मात्रै forgive गर्न सक्नुहुन्छ. जब तपाईको हृदय ब्रोकन हुन्छ, who can heal you? कसले आज तपाईको हृदयलाई जोड्न सक्नुहुन्छ? केवल बाबाले मात्रै, अब्बाले मात्र. Your Father. You're related to Him. So जब when you go before the Lord's presence, don't only look at Him as a God, the superior, जो highest royalty मा बस्नुहुन्छ, जो राजाको राजा प्रभुका प्रभु order follow गर्छ as angelsले. or highest मा बस्नुहुन्छ भनेर मात्र नजानुहोस्. But when you go before the Lord, know that He is your Abba Father with the conscious heart. Consciousness को साथमा तपाई जानुहोस्. With the relationship. बाबा म टुटेको छु. बाबा मेरो हृदय दुखिरहेको छ. I'm broken. बाबा मैले गल्ती गरेको छु, मैले sin गरेको छु. I fall short of your glory every time. तर पनि तपाईको mercy चाहिँ त्यो समयमा sweeter हुन्छ. Sweeter than the honey.